हाम्रो जायज माग पूरा गर। औषधि ऐन 2035 को दफा 11 उपदफा 5 खारेज गर। फलस्वरूप आज हाम्रो सम्पूर्ण नेपाल भरका औषधि पसलहरू चाहिँ 11 देखि 12 बजीसम्म बन्द गर्ने निर्णय गरेका छौँ। यो हाम्रो एउटा विरोध स्वरूप हो। जसरी पनि हाम्रो मागलाई चाहिँ पूरा गर्नुपर्छ नेपाल सरकारले। यो अनैतिक दुःख दिने कामहरू गर्नु हुँदैन र यसको बावजुद चाहिँ आज इटरीमा सम्पूर्ण कतिवटा औषधि पसलहरू बन्द गर्नुहुन्छ र कतिवटा औषधि पसलहरू चाहिँ बन्द गर्नुहुन्न। कसले चाहिँ राष्ट्रिय एकबद्धता जनाउनुहुन्छ भन्ने कुराको आज हामी उयो गर्ने। यो आन्दोलनमा अब हामीले फर्स्टमा चाहिँ नव मेडिकल हलबाट सुरु गऱ्यौँ। उहाँले पनि पसल बन्द गरिसकेर हाम्रो राष्ट्रिय एकबद्धता जनाइसक्नु भएको छ। अब हामी पुरै इटरीभरिको औषधि पसलहरू चाहिँ कसले बन्द गर्नु भएको छैन भन्ने कुरा हामी अपडेट गराउनेछौँ। लेट्स सी हाम्रो यो आन्दोलनमा, हाम्रो यो राष्ट्रिय आन्दोलनमा कसले साथ दिनुहुनेछ। साथ दिनुहुने सम्पूर्ण हातहरूको लागि धेरै धन्यवाद र जसले साथ दिनुहुन्न उहाँहरूले पनि कृपया साथ दिनुहुन्न भने हार्दिक अनुरोध गर्दछौँ। र सम्पूर्ण ग्राहक महानुभावहरूमा चाहिँ पर्न गएको जुन असुविधा हुन्छ त्यसप्रति चाहिँ हामी एकदमै क्षमा याचना गर्न चाहन्छौँ। धन्यवाद।